नमस्ते नमस्कार सबैजनालाई। म सोनी तामाङ। मेरो युट्युबमा फर्स्ट भिडियो हुनेछन्। आज चाहिँ म कपडा मिलाउँदैछु। कस्तो हुन्छ साथ दिनुहोला, कमेन्ट पनि गरेर जानुहोला। मेरो फर्स्ट भिडियो युट्युबमा हुनेछन्, तर आजै हाल्दिनँ किनकि म जान्दिनँ नि त युट्युबमा हाल्नलाई। बेनालाई फोन गरेर भन्नुपर्छ। यो मेरो बहिनीले दिएको सामान लिएर आएको। यो मैले कुवेतमै किनेको आउने बित्तिकै। यो मैले नेपालमा एजेन्टले किनिदिएको। यो ब्याग बहिनीले ल्याइदिएको कुवेत आउँदाखेरि मैले पैसा पठाएर चाहिँ। यो पर्स मेरो दिदीको हो। जम्मा 20 रुपियाँ मात्रै छ कि 5 को 2टा अनि 10 को एउटा मात्रै के। नेपालको पैसा पनि यही हेरेरै चित्तो बुझेर छ म नेपाली हो भनेर। अनि यो युनिफर्म चाहिँ मलाई ठिक नभएको क्या। सुरुवाल अलिकति सानो भएको 2 केडी क्या। अनि यो सल चाहिँ मेरो बाबा बित्ने बेलामा, मेरो बाबाको काम चोखाको बेलामा चाहिँ मामाहरूले मलाई दिएको। यो रातो पछ्यौरा चाहिँ म चाहिँ जहाँ गएँ नि यो रातो पछ्यौरा सम्झिन्छु। यो सेतो कपडा जुन छ नि, यो 2टा यो चाहिँ पोहोर जाडोमा मेरो साउनले दिएको। यो बहिनी आउँदाखेरि ल्याइदिएको स्वेटर मलाई कस्तो मन परेर लिएर आएको, तर अलिकति सानो भएछ। म कस्तो मोटाको जस्तो देख्छु कि पहिला म कति 82 केजी हुँदाखेरि पातलो देखेको। अहिले यहाँ कुवेतीको भात ल्याएँ कस्तो के कति धेरै मोटाको देखेको क्या। अनि म चाहिँ यसरी कपडाहरू छिटो छिटो पट्याउँदैछु कि राति 1 बजिसक्यो है। ड्युटी छुट्टी भएको 12 बजे। अनि ड्युटी छुट्टी भएदेखि नै फ्रेसै गरेको छैन क्या। म आएर लुङ्गे लाएर लुङ्गे र टी सर्ट लाएर उ गरेको। यो मलाई यसपालि ल्याइदिएको आमा उता थाइल्यान्ड जाने बेलामा। यो लामो चाहिँ साउदीको गिफ्ट हो पोहोरको। म चाहिँ लाउँदिनँ, मेरो नेपालमा लगेर भाइ बहिनीहरूले दिनुपर्छ क्या। अनि अघि एउटा रातो हाल्यो, यो प्याकेटको छ नि, त्यो चाहिँ म नेपालमा गएर कि बुवाहरूले दिन्छु कि बहिनीले दिन्छु। टिमोबाट कपडा मगाएको, तर टिमोबाटको पनि राम्रै लागेन कि। टिमोबाट कपडा मागेको पनि छ्या कस्तो नराम्रो कपडाहरू मागेछु भने। मान्छेहरूले कति मिठो हुन्छ रे, कति राम्रो हुन्छ रे टिमोबाट भनेर त्यो टिकटकमा देख्दा त मैले पनि लो नि त नत्र भने माग्छु भनेको है। यति ठुलो ठुलो कपडा कि म चाहिँ यत्रो तर के गर्नु, यस्तै हो साथीहरू।